कसैले केही भनिराख्दाखेरि मनमा नै यो भनौँ कि भनेर सोचेर नभन्ने गरिरहेको छ कि छैन? भन्नै पर्ने कुरा नभन्दा के हुन्छ थाहा छ? बाहिर त साइलेन्स हुन्छ तर भित्र धेरै कुरा बिग्रिरहेको हुन्छ। फर्स्ट, दिमागभित्र प्रेसर जम्मा हुन्छ। एउटै कुरा एउटै थट्स चाहिँ बारम्बार रिप्ले भइरहेको हुन्छ, अनिखेर स्ट्रेस एन्जाइटी सबै क्वाइटली चाहिँ बढिरहेको हुन्छ। सेकेन्ड, मिसअन्डरस्ट्यान्डिङ क्रिएट हुन्छ। अरूले बुझ्दैनन् के हामी चुप लाग्दा पनि हामी सफर गरिरहेछौँ भन्ने कुरा। उहाँहरूलाई के लाग्छ त भन्दाखेरि मेबी वी आर फाइन, मेबी वी अग्री भन्ने चाहिँ उहाँहरूले सोचिराख्नुहुन्छ। थर्ड, रिलेसनसिप स्लोली डिस्टेन्स हुँदै जान्छ। नभन्दा रिजेन्टमेन्ट जम्मा हुन्छ, फिलिङ्सहरू चाहिँ प्रेस गर्दै जाँदा चाहिँ हाम्रो हर्ट चाहिँ एक दिन गएर थाक्छ। फोर्थ, सेल्फ रेस्पेक्ट डाउन हुन्छ। अब हाम्रो माइन्डले के बिलिभ गर्न सुरु गर्छ भन्दाखेरि मेबी मेरो वर्ड्सहरूले चाहिँ म्याटर गर्दैन, अनि कन्फिडेन्स चाहिँ के हुन्छ, गलेर गएको जस्तो फिल हुन्छ। त्यसैले विचार गर्नुहोस्, साइलेन्स हेर्दाखेरि सेफ जस्तो लाग्छ तर भित्रभित्र यसले हामीलाई हर्ट गरिरहेको हुन्छ। बोल्नु डिफिकल्ट हुन्छ तर नभन्नुभन्दा भन्नु धेरै नै हेल्दी हुन्छ। समटाइम्स हाम्रो एउटा अनेस्ट सेन्टेन्सले चाहिँ क्यान सेभ आवर माइन्ड एन्ड आवर रिलेसनसिप्स।